नमस्ते सबैजनालाई। आज चाहिँ हामीले कोरियन ल्याङ्ग्वेजबाट संयोजक पढ्दैछौँ। अब यो संयोजकलाई चाहिँ कोरियन भाषामा छपसोक्सा भनेर भन्दो रहेछ है, छपसोक्सा भन्दो रहेछ है। अब यो संयोजक भनेको के हो त भन्ने कुरा बुझौँ है त। सुरुमा संयोजक भनेको चाहिँ कस्तो हो भने कुनै दुईवटा वाक्यलाई जोड्ने काम गर्दछ यो संयोजकले है। कुनै पनि दुईवटा वाक्यलाई जोड्ने चीज चाहिँ के रहेछ त, संयोजक हो है। संयोजकले कुनै पनि दुईवटा वाक्यलाई जोड्दछ। अब यो आज हामीहरूले पार्ट 1 मा रहेर 1 नम्बरमा के सिक्दैछौँ त भन्दाखेरि चाहिँ यहाँनिर खुरिगो है। यो खुरिगो भनेको संयोजक हो। खुरिगो को अर्थ चाहिँ के छ भने र अनि त्यसपछि है। यसको अर्थ चाहिँ र अनि त्यसपछि भन्ने छ है। हामीहरूले यसको अर्थ चाहिँ तीनवटा लगाएका छौँ यहाँनिर हो। र अनि त्यसपछि भन्ने लगाएका छौँ। तर हामीहरूले कुनै पनि वाक्यमा यो खुरिगो लगाइसकेपछि चाहिँ यस्तो चीज आयो भने र भन्नै पर्छ, र भन्नुपर्छ है। अथवा यस्तो यस्तो कुराहरू बतायो वाक्यले भनेदेखि चाहिँ अनि भनेर भन्नुपर्छ भन्ने त्यस्तो खालको चाहिँ केही पनि होइन। हामीहरूले वाक्यमा चाहिँ र भन्दाखेरि सुइटेबल हुन्छ है। वाक्यलाई जोड्दाखेरि चाहिँ र भन्दाखेरि सुइटेबल हुन्छ भने र भन्न सकिन्छ। अनि भन्दाखेरि मिल्छ, अनि भन्दाखेरि चाहिँ अझ राम्रो सुनिन्छ भनेदेखि चाहिँ अनि भन्दा हुन्छ। अनि त्यसपछि भन्दाखेरि अझ राम्रो सुनिन्छ भने त्यसपछि भनेर भन्दा पनि हुन्छ है। यसमा चाहिँ यस्तो कुराहरू आयो भने र नै भन्नुपर्छ भन्ने खालको त्यस्तो केही पनि होइन। तीनवटा अर्थ चाहिँ हो हैन, तीनवटा अर्थ चाहिँ दिन्छ, तर यो नै भन्नुपर्छ भन्ने चाहिँ हुँदैन है त। अब यहाँनिर खुरिगोको बारेमा कुरा गर्दाखेरि चाहिँ खुरिगो भनेको कस्तो चिज हो भने यो खुरिगोले चाहिँ कुनै पनि दुईवटा अलग अलग वाक्यलाई जोड्ने काम गर्दछ है। कुनै पनि दुईवटा वाक्य चाहिँ अलग अलग हुनु पर्यो। अगाडिको वाक्य चाहिँ पुरा भइसकेपछि है, पुरा भइसकेपछि पछाडिको वाक्य चाहिँ फेरि फरक हुनु पर्यो। अगाडिको वाक्य पनि फरक र पछाडिको वाक्य पनि फरक छ भने त्यति बेला हामीहरूले खुरिगोलाई प्रयोग गर्दछौँ है। एक आपसमा कुनै पनि सम्बन्ध हुँदैन है। त्यस्तो बेलामा चाहिँ हामीहरूले खुरिगोको प्रयोग गर्ने हो। जस्तो तपाईहरुलाई मैले यहाँनिर लेख्नुपर्छ भने लेखिदिन्छु है। ल लेखौँ है त। कुनै एउटा काम, कुनै एउटा काम है पूर्ण रूपमा कुनै एउटा काम पूर्ण रूपमा सकिएपछि चाहिँ अर्को कुनै नयाँ काम है, अर्को कुनै नयाँ काम भनेर भन्दा हामीहरूले खुरिगोको प्रयोग गर्नुपर्छ है। भनेर भन्दा खुरिगोको प्रयोग गरिन्छ भनौँ न है। ल बुझ्नुभयो नि? बुझ्नु भएन भने फेरि सुन्नुहोस् है त। कुनै एउटा काम पूर्ण रूपमा सकिएपछि अर्को कुनै नयाँ काम, एउटा सुरुमा गरेको काम चाहिँ पूर्ण रूपमा सकिसकेपछि चाहिँ अर्को कुनै नयाँ काम, अर्को अब फेरि गर्ने काम चाहिँ नयाँ हुनु पर्यो है। फरक भइहाल्यो, नयाँ भइसकेपछि फरक भइहाल्यो। फरक काम चाहिँ भनेर भन्दाखेरि चाहिँ हामीहरूले खुरिगोको प्रयोग गरिन्छ है। जस्तो भनौँ न, मैले खाना खान्छु अनि विद्यालय जान्छु है। खाना खाने काम गर्यो सुरुमा
है। अनि त्यसपछि गरेको काम के थियो त? विद्यालय जाने काम थियो। त्यो दुईवटा काममा कुनै सम्बन्ध छ त? छैन नि। सुरुमा गरेको काम के थियो? खाना खाने काम थियो। पछिबाट गरेको काम के थियो त? विद्यालय जाने काम थियो। यो दुईटामा कुनै सम्बन्ध त छैन। यस्तो बेलामा चाहिँ हामीहरूले खुरीगोलाई प्रयोग गर्ने हो है। जस्तै इक्जाम्पल पनि गरौँ हैन। जस्तै छनुन म फ्याङ्वन भनेको चाहिँ अस्पताल है त। म चाहिँ अस्पतालमा खाम्निदा जान्छु है। म चाहिँ अस्पतालमा जान्छु। अब यहाँनिर खुरीगोलाई राख्ने, खुरीगो। अनि त्यसपछि हैन र जे भन्दा पनि भयो, यहाँ मिल्ने खालको चाहिँ अर्थ राख्नु पर्यो है। सिजाङ भनेको चाहिँ बजार हो। बजार बजारमा खायो भनेको पनि जान्छु हो। छनुन फ्याङ्वने खाम्निदा म अस्पतालमा जान्छु हो। अस्पतालमा गएको छ सुरुमा गर्ने काम के छ त? अस्पतालमा जाने काम गरेको छ। खुरीगो र अनि त्यसपछि के भन्ने? र भनौँ न हैन। र सिजाङे खायो बजारमा जान्छु अथवा त्यसपछि बजारमा जान्छु है। मैले नेपालीमा पनि लेख्दिएँ। म अस्पताल अथवा हस्पिटल भनौँ है मा जान्छु, त्यसपछि भन्ने अर्थ राखेँ मैले यहाँनिर है। त्यसपछि सिजाङ भनेको बजार है। बजारमा जान्छु। अगाडिको कामसँग पछाडिको कामको कुनै सम्बन्ध छ त? हेर्नुहोस् त। अगाडिको कामसँग पछाडिको कामको कुनै पनि सम्बन्ध हुनु भएन है। कुनै पनि सम्बन्ध छैन भनेदेखि चाहिँ त्यति बेला हामीहरूले खुरीगोको प्रयोग गर्ने हो है। अगाडिको काम र पछाडिको काम चाहिँ फरक छ भने हामीहरूले खुरीगोको प्रयोग गर्दछौँ। अब यहाँनिर हेर्नुहोस् है। यहाँनिर अगाडिको काम गर्ने बेलामा यो के हो त? भर्ब नि खादा भन्ने भर्ब लागेको छ। पछाडि पनि खादा भन्ने नै भर्ब लागेको छ है। यसलाई मैले अहिले क्लियर गरिदिन्छु। अझै इक्जाम्पलहरू गरौँ है त। सुरुमा चाहिँ अर्को इक्जाम्पल चाहिँ तपाईहरुलाई छनुन म चाहिँ फाबुल भातलाई मक्सुम्निदा हो। मक्सुम्निदा भनेको के हो त? खान्छु भनेको। म भातलाई खान्छु, म भात खान्छु। खुरीगो अनि के त? भात खान्छु अनि के गर्छ त? हाक्यो ए खाम्निदा जान्छु, विद्यालयमा जान्छु। हाक्यो भनेको विद्यालय। छनुन फाबुल मक्सुम्निदा म भात खान्छु खुरीगो अनि हाक्यो ए खाम्निदा विद्यालयमा जान्छु। यसमा पनि कुनै सम्बन्ध छ त? अगाडिको वाक्यसँग पछाडिको वाक्यको कुनै सम्बन्ध छ त? यसले भात खाइरहेको छ, भात खाइसक्यो हैन, भात खाएको छ। भात खाने काम छुट्टै र विद्यालय जाने काम त छुट्टै हो नि त हैन। दुईटै काम अलग अलग छन् भने त्यति बेला हामीले खुरीगोको प्रयोग गर्छौँ है। बुझ्नुपर्ने कुरा चाहिँ त्यति नै हो। धेरै भास्टमा जान थाल्नुभयो भने चाहिँ बिग्रिन्छ है फेरि।
बिग्रिन्छ एकदम भित्र गएर बुझ्न खोज्नु भयो भने चाहिँ बिग्रिन्छ फेरि। म भात खान्छु, यसको पनि नेपाली लेखिदिनु पर्यो हैन। म भात खान्छु, खुरीको भनेको र अनि त्यसपछि अब के लगाउनु त यहाँनिर, र विद्यालयमा जान्छु भने पनि भयो हैन। र बनाऊ यहाँनिर, र विद्यालय जान्छु है, र विद्यालय जान्छु है। यसमा पनि यहाँनिर हेर्नुहोस् त, अगाडिको वाक्यको अन्तिममा भब छ हो, पछाडिको वाक्यको अन्तिममा पनि भब छ है। भर्ब खुरीको भर्ब है। अगाडिको वाक्यले कुनै काम गरेको छ है, कुनै पनि काम गरेको छ भने त्यति बेला भब नै हुन्छ हो। पछाडिको वाक्यले पनि काम गरेको छ, यसमा पनि भब नै छ हो, भब छ। अब के हुन्छ भने तपाईहरुको खुरीको एड्जेक्टिभ है, ए भनेको चाहिँ एड्जेक्टिभ यानि कि विशेषण, विशेषता जनाउने कुरामा पनि है अगाडिको वाक्यले फरक विशेषता र पछाडिको वाक्यले पनि फरक विशेषता, विशेषता जनाउने वाक्यमा पनि फरक विशेषता जनाउने वाक्यमा पनि हामीहरूले खुरीकोलाई प्रयोग गर्छौं। यहाँनिर माथि के भएको थियो त, माथिको वाक्यमा के भयो त, काम गरेको थियो नि, फरक काम गरिरहेको थियो है, फरक काम गरिरहेको थियो। तर अब चाहिँ यहाँनिर विशेषता जनाउने है, कुनै दुईवटा वाक्य है, कुनै दुईवटा वाक्यले भनौँ न, वाक्यले अलग है, अलग विशेषता बताउने कुनै दुईवटा वाक्यले अलग विशेषता जनाउनु पर्यो है त जनाउँदा पनि खुरीको लगाउने है। दुईवटा वाक्य छ हो, त्यो दुईवटा वाक्यले विशेषता जनाएको छ, तर फरक विशेषता जनाएको छ। जस्तो विशेषता जनाउने वाक्य जस्तो विशेषणहरू एड्जेक्टिभहरू छन् नि, हामीहरूले मासिकता मिठो हुनु हैन, क्षमितता रमाइलो हुनु, मान्था धेरै हुनु हैन, जस्तै यावत धेरै एड्जेक्टिभहरू छन्। यी एड्जेक्टिभहरू चाहिँ के त विशेषता जनाउनु पर्यो हो, फरक वाक्य हुनु पर्यो, विशेषता जनाउनु पर्यो। जस्तो हाम्रो उरी छिबे, हाम्रो घरको फाङ कोठा, हाम्रो घरको फाङी कोठा चाहिँ छोआयो भनौँ न, छोआयो। अब यो हाम्रो घरको कोठा राम्रो छ भन्यो है, हाम्रो घरको कोठा राम्रो छ। अब यहाँनिर खुरीको छोथा राम्रो हुनु हो हैन, राम्रो हुनु भनेको के हो त, विशेषण हो नि त, विशेषण हो नि त है। अब खुरीको अनि नल भयो, नलता भनेको फराकिलो हुनु हो, यहाँनिर नल भयो, पास्ट प्रेजेन्ट टेन्स भयो। हाम्रो घरको कोठा राम्रो छ, खुरीको अनि के त फराकिलो छ, के त र फराकिलो छ भन्दा पनि भयो हैन।
हाम्रो घरको कोठा चाहिँ के छ त? राम्रो छ। राम्रो छ। खुरीको भनेको र। अनि यहाँनिर नल भयो। नलता भनेको फराकिलो हुनु, फराकिलो छ। फराकिलो छ। हाम्रो घरको कोठा राम्रो छ र फराकिलो छ। सम्बन्ध छ त? राम्रो हुनु विशेषता जनाको छ, राम्रो छ हैन? फराकिलो पनि त रहेछ नि, फराकिलो हुने पनि विशेषता जनाको छ। यहाँनिर पनि अगाडिको वाक्यमा पनि विशेषण यानि कि एड्जेक्टिभ हो। विशेषता जनाउने बेलामा है पछाडि पनि के त? एड्जेक्टिभ भनेपछि यहाँनिर मैले भब खुरीको भब, एड्जेक्टिभ खुरीको एड्जेक्टिभ है। अगाडिको वाक्यमा भब इन्डिङ, पछाडिको वाक्यमा पनि भब हो। अगाडिको उमा एड्जेक्टिभ है, अगाडिको वाक्यमा एड्जेक्टिभ, पछाडिको वाक्यमा पनि एड्जेक्टिभ है। यस्तो हुनु पर्यो है। यो चाहिँ काम जनाउनेमा भब भनेको भब लगाउँदाखेरि चाहिँ काम गरेको हुन्छ हैन? एड्जेक्टिभ लगाउँदाखेरि चाहिँ के गरेको हुन्छ त? विशेषता जनाको हुन्छ। बुझ्नुभयो नि? विशेषता जनाको हुन्छ। आजको खाना मिठो छ है। खुरीको र, पिरो पनि छ। पिरो पनि छ हैन? मिठो छ। मिठो हुनु के हो त? विशेषता है। त्यसको विशेषता के हो त? मिठो हुनु हो। तर के छ त? खुरीको अनि पिरो पनि छ। ल यसलाई चाहिँ तपाईहरुले लेख्नुपर्छ भने चाहिँ लेख्दा पनि हुन्छ है। मैले यहाँनिर सुरुमा यहाँनिर अन्डरलाइन लाउनुको कारण चाहिँ त्यही नै है। यहाँनिर यो कुरा बुझ्नु पर्यो। भब खुरीको भब, एड्जेक्टिभ खुरीको एड्जेक्टिभ है। अगाडिको वाक्यमा पनि एड्जेक्टिभ इन्डिङ, पछाडिको वाक्यमा पनि एड्जेक्टिभ इन्डिङ हो। भब इन्डिङ चाहिँ भब इन्डिङ भयो भने चाहिँ पछाडि भब इन्डिङ हुन्छ। त्यसमा चाहिँ खुरीको फरक वाक्य हुनु पर्यो है। सबभन्दा विशेष हामीहरूले जान्नुपर्ने खुरीको भनेको यसको अर्थ जान्नु पर्यो सुरुमा, र अनि त्यसपछि भन्ने अर्थ दिन्छ भन्ने कुरा जान्नु पर्यो है। त्यसपछि जान्नुपर्ने कुरा भनेको चाहिँ यो खुरीको चाहिँ कस्तो बेलामा युज हुन्छ भन्ने कुरा जान्नु पर्यो। कस्तो बेलामा युज हुँदो रहेछ त भन्दाखेरि अगाडिको वाक्य पनि फरक र पछाडिको वाक्य पनि फरक हो है। कुनै पनि काम गर्दा अगाडिको वाक्य पनि फरक र पछाडिको वाक्य पनि फरक। विशेषता जनाउँदा पनि यसको प्रयोग हुँदो रहेछ। अगाडिको विशेषता पनि फरक र पछाडिको विशेषता पनि फरक। त्यस्तो बेलामा हामीले खुरीको प्रयोग गर्नुपर्ने रहेछ। अब अझै एउटा कुरा छ, त्यो कुरालाई बुझौँ है त। अब एउटा कुरा के छ भन्दाखेरि चाहिँ यो खुरीकोलाई हामीहरूले प्राकृतिक कुरामा पनि लगाउँछौँ है। प्राकृतिक कुरा भनेको प्राकृतिक कुनै मानवले नगरेको है, स्वतः आफै हुने क्या, आफै हुने। जस्तो पानी आउनु, कसैले पानी पारेको हो त? पारेको होइन नि त, आफै आएको नि त पानी त हैन? त्यस्तो बेलामा प्राकृतिक कुरामा पनि हामीले खुरीकोलाई प्रयोग गर्छौँ। अब यसमा चाहिँ के हुन्छ भन्दाखेरि तपाईहरुको प्राकृतिक कुरामा चाहिँ अगाडिको प्राकृतिक कुरा र पछाडिको प्राकृतिक कुरा फेरि फरक हुन्छ है। अगाडिको वाक्यसँग पछाडिको वाक्य चाहिँ सम्बन्ध हुनु भएन के है। खुरीकोले त्यही नै हो। खुरीको बिचमा आइसकेपछि अगाडिको वाक्य पनि फरक हुनु पर्यो र पछाडिको वाक्य पनि फरक हुनु पर्यो। प्राकृतिक कुरामा पनि त्यही हो है। यहाँनिर म तपाईहरुलाई एक्जाम्पल गरिदिन्छु। पानी आएर हैन, पानी धेरै पर्यो र शीतल छ। त्यसपछि शीतल छ भन्दा पनि भयो हैन। अथवा हिउँ धेरै परेर जाडो छ। हिउँ धेरै परेर जाडो छ, परेपछि जाडो छ हैन। यस्तो बेलामा खुरीको अर्थ चाहिँ एर भन्ने पनि लाग्छ के, कतै कतै एर भनेर पनि लगाइन्छ के, एर भन्ने पनि लगाइन्छ। फेरि अलि बोलिराख्दाखेरि चाहिँ एर भन्ने पनि आइरा हुन्छ
जस्तै यहाँनिर हेरौँ है त, मैले इक्जाम्पल गरिदिन्छु। प्राकृतिक कुरामा है, अनुल आज फिगा भनेको के हो? पानी। फिगा मानी ओम्निदा। आज पानी धेरै पर्यो, आज पानी धेरै आयो हो। खुरिगो पानी आउनु के हो त? प्राकृतिक कुरा हो नि त। पानी कसैले पारेको हो त? होइन, आफै आएको हो। आफै आउने कुरालाई के भनिन्छ त? प्राकृतिक कुरा भनिन्छ होइन, प्राकृतिक रूपमा भएको कुरा खुरिगो। अनि नाल्सिगा, नाल्सिगा मौसम चाहिँ के छ त? छुवायो। छुक्ता भनेको जाडो हुनु, छुवायो जाडो छ। यहाँनिर खुरिगो लाग्यो। प्राकृतिक कुरामा पनि के त? फरक फरक प्राकृतिक कुरा हुनु पर्यो। अगाडिको कुरा र पछाडिको कुरा चाहिँ सम्बन्धित हुनु भएन है। पानी परेको छ है, खुरिगो। र के त? मौसम के छ त? छुम्निदा जाडो छ। हुन त यसमा अलिकति सम्बन्ध भए जस्तो चाहिँ लाग्छ है, सम्बन्ध भए जस्तो चाहिँ लाग्छ, तर खुरिगो नै लाग्छ यस्तो बेलामा है। पानी धेरै परेको हो नि त यहाँनिर, पानी धेरै परेको भएर मौसम चिसो भएको जस्तो टाइपको चाहिँ भइरहेको छ हो। तर यसमा खुरिगो नै लाग्ने हो। सम्बन्ध छैन भने पनि अलिअलि सम्बन्ध चाहिँ छ, यसमा सम्बन्ध चाहिँ छ, तर मौसम चिसो हुनु चाहिँ फरक कुरा हो। मौसम चिसो हुनु फरक कुरा हो र पानी आउनु कुरा चाहिँ फरक हो है। त्यस्तो डिटेलमा गयो भने चाहिँ बिग्रिन्छ है फेरि, त्यस्तो धेरै डिटेलमा जानु भएन। अब यहाँनिर अनुल आज पानी धेरै आयो। खुरिगोको अर्थ र अथवा अनि भनौँ न। मौसम चिसो छ है, मौसम चिसो छ। अब यो प्राकृतिक कुरामा चाहिँ यहाँनिर वाक्य हेर्नुहोस् है तपाईँहरूले। वाक्यको अघिल्लो वाक्यको इन्डिङ यहाँनिर भब छ। ओम्निदा भनेको, ओदा भनेको आउनु हो, भब हो। आउनु भन्ने के हो त? भब हो नि त। यहाँनिर छुप्ता भनेको जाडो हो। यो चाहिँ के हो त? एड्जेक्टिभ हो। अघि नै मैले के भनेको थिएँ? अघि नै मैले भनेको थिएँ भब खुरिगो, भब एड्जेक्टिभ खुरिगो एड्जेक्टिभ। तर यहाँ त त्यस्तो भयो, यसमा त त्यस्तो भएन नि त। भब आयो, एड्जेक्टिभ आयो। यो त गलत भयो कि क्या हो जस्तो लाग्यो हो, होइन है। के हुन्छ भन्दाखेरि प्राकृतिक कुरामा चाहिँ अगाडि भब पछाडि एड्जेक्टिभ आउन पनि पायो, यहाँ एड्जेक्टिभ आएर यहाँनिर भब आउन पनि पायो है। प्राकृतिक कुरामा चाहिँ त्यस्तो हुन्छ। विशेषता जनाउने कुरामा त्यस्तो हुँदैन, विशेषण नै हुनु पर्यो है। अनि काम गर्ने कुरामा चाहिँ भब हुनु पर्यो। काम गर्ने कुरामा भब अगाडि भब पछाडि भब हुनु पर्यो। तर प्राकृतिक कुरामा चाहिँ त्यस्तो हुँदैन। अगाडि के त? भब आएर पछाडि एड्जेक्टिभ आउन पनि पायो, पछाडि यहाँनिर भब आएर यहाँनिर एड्जेक्टिभ आउन पनि पायो है त। ल यो कुरा बुझ्नु होला। ल आज चाहिँ यति नै पढियो। भिडियो पनि लामो होला जस्तो भयो। एउटा मात्रै कुरा पढेका छौँ, खुरिगो भन्ने पढेका छौँ। यसलाई चाहिँ मजाले बुझ्नुभयो भन्ने आशा गर्दै आजको भिडियोलाई यहीँ अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद।